मेरो नाम चन्द्रकुमारी। प्रणाम हजुरआमा। जाति कसैले हुनुहुन्छ? सन्चै हजुरआमा अहिले नातिको बिहाको कार्यक्रममा यहाँ आउनुभएको छ र उहाँसँग हामी केही कुराकानी गर्नेछौँ। भिडियो हेर्दै जानुहोस्। 100 कति पुग्नु भयो? 102। आमा तपाईको नाम चाहिँ के हो? मेरो नाम हजुर चन्द्रकुमारी। फेरि भनिदिनु त। मेरो नाम चन्द्रकुमारी। चन्द्रकुमारी के? चन्द्रकुमारी फैल। मेरो के? हजुरआमा हजुर तपाई कति साले? म 79 साल चैतकी। चैतकी। कति उमेर पुग्नु भयो त? 102 हो? 102। अम्बो खतरै हो तपाईँ त। अब चैतदेखि चाहिँ हजुरआमा 103 वर्ष पुग्नुहुँदैछ। 103 इयर्स। अनि तपाईँको छोराछोरी कतिजना? मेरो छोरा 6 भाइ। छोरा 6 भाइ? हजुर। 4 बहिनी छोरी। 4 बहिनी छोरी। अनि नाता नातिना? नाति नातिना त कति हो कति? अझै पनाति पनि होला, खनाति पनि होला नि हजुर? कति हो कति छन् मेरो मान्छे। कान राम्ररी सुन्नुहुन्छ नि अहिले है? कान सुन्दिन त, कान नसुने कसरी बोल्नु? त्यही त मजाले सुन्नुहुँदो रहेछ कान त। कान सुन्छु, भात पकाउँछु, गाईदा खोले पकाउँछु। हजुर। ठुलो गाई खटपट गर्छ, सानो गाईको हुन्छु। बोक्नु चाहिँ सक्नुहुन्न नि भारी? भारी बोकेर उठ्न चाहिँ सक्दिनँ। घाँस चाहिँ काट्छु। घाँस पनि अलिअलि काट्नुहुन्छ? घाँस काट्छु। बसेर अनि? बसेर उठेर काँडाको काट्छु नि। डङ्गुर घाँस छ क्या, यति छ। हजुर। यहाँदेखि त्यहाँसम्म बोक्नै नसक्ने भारी। अनि तपाईँ यत्रो उमेरमा पनि यस्तो तगडा चाहिँ कसरी हुनुभएको? के छ तपाईँको राज भनिदिनु त? यत्रो उमेर पुग्नु भयो होइन? 103 वर्ष पुग्न आँट्नुभयो। यतिमा पनि यति तगडा हुनुहुन्छ। के चाहिँ खारो हुर्किनु भएको तपाईँ भनिदिनु त? कोदाको ढेँडो, मकैको भात, गाईको दुध, भैँसीको दुध, दही खाएको। चामलको भात खाँदा अनि तपाईँ बिमार पनि हुनुहुन्छ अलिअलि कोही कोही बेला कि बिमार हुनु भएको छैन अहिले? हुन्छु नि, कहिले टाउको दुख्छ, कहिले ज्वरो आउँछ। तर त्यस्तो ठुलो हस्पिटल जाने बिमार चाहिँ हुनु भएको छैन? हस्पिटल एडमिट चाहिँ हुनु भएको छैन? गएको छैन, लगेको छैन। अलिअलि टाउको दुख्छ। अनि तपाईँको दबाईहरू पनि छ, खाने दबाईहरू खानुहुन्छ? दबाई? दबाई खानुहुन्न? खाएको छैन आजसम्म। आम्मा हजुर, अब 103 वर्ष पुग्न आँट्नुभयो तर पनि अहिलेसम्म एउटा मेडिसिन लिनु भएको छैन। खानाहरू के खानुहुन्छ? खाना खोले माम कि साम्रै माम खानुहुन्छ? भाँडा पकाएको ठुलो भाँडाको भात खान्छु नि। अम्बो दाँत छ हजुर? दाँत नहुनु त सक्नुहुन्छ है हिँड्नु? यता हिँड्नु ओर्नु सक्नुहुन्छ नि? अनि बारीतिर जानु सक्नुहुन्छ आजकल? बारीतिर नि, यसो बारीतिर नि, मुनि घर बारीतिर, गाई गोठतिर? गाईलाई खोले पकाउने, गाईलाई घाँस काट्ने, घरको गोठ घर सोर को गर्छ त? मै बुढी हुनु सक्नुहुन्छ अझै?
छोरा बुहारी बेलुका तालिममा जान्छन् आफूले गर्नु पर्यो दुईमा उकाल्छन् तिनीहरूलाई थोरै पानी चोरसार गरेर खेतहरू छेडिनु पर्यो घाँस काटेर बोकेर ल्याउनु चाहिँ सक्दिनँ है काट्नु मात्रै सक्नुहुन्छ ल्याउनु चाहिँ सक्नुहुन्न बोकेर उठ्नु चाहिँ सक्दैन अहिले हजुरआमालाई यस्तो केही पनि काम गर्न दिनुभएको छैन दिनु हुँदैन पनि र उहाँले एकदमै राम्रोसँगले राख्नुभएको छ र तर त्यो पुरानो जोस भएको कारणले हजुरआमाले यो सबै गरेको यादहरू आएर चाहिँ उहाँले यो कुराहरू बयान गर्नुहुँदैछ दाँतले चबिन्छ दाँतले चबाउँछ दुई चार वर्ष पुगिसक्यो अझै दाँत हुन्छ अनि अहिले कति साल हो नानी यो 80 90 सालका भैँचालामा म 11 वर्षको छु 102 वर्ष पुग्नु भयो हजुरआमा अब 103 लाग्नुहुन्छ भोलि बाबा म त जानु भयो चिउराको घर लाउँदै थिएँ अन्त चिउरा घर लाउँदै लाउँदै यो वरिपरिको एमेरियामा के प्रब्लम छ यहाँ भनेको यो एमेरियामा कान्छी के आएको छ भनेर घर चाहिँ बुढी छिन् कि बुझ्नु आमाले त सबै छोडेर हिँड्नु तर केही पनि भएन है 90 सालका भैँचाला 11 वर्षको थिएँ हजुरआमा तपाईँको जन्म चाहिँ कहाँ भएको कुन चाहिँ जग्गामा तपाईँ जन्मिनु भएको जग्गा चाहिँ कहाँ हो बुइपा बस्दै कहाँ फेरि भनिदिनु त बुइपा भन्थ्यो कि हजुर त्यहाँदेखि अलिक सम्म टाढ थियो त्यहाँ जन्मेको म अनि कति उमेरमा बिहा भएको मेरो 16 वर्ष 16 वर्षमा कति दुःख गर्नु पर्थ्यो पहिलाको बेलामा कति दुःख गर्नु पर्थ्यो पहिला त्यो बेलामा तपाईँहरू गर्नु सकेको के गर्नु पर्थ्यो जे पनि गर्थ्यौँ बारीको कामहरू घाँस काट्नु बारी खन्नु खेत रोप्नु मुसिदको कार्तिकदेखि धानका बिटा बोक्नु घरमा हजुर धानका झोक्रा बोकेर घर पुर्याउनु पर्ने माथि आरो छोरो चिया खाने भन्छ भोक लागिसक्यो त्यही त नि सँगै आएको होइन सँगै आएको त नि यति बेला चिया खाने अनि एक सोध्छु भन्नुहोस् ल हजुरआमा हजुर के जाति सोध्छु कि भन्नुहोस् ल अनि तपाईँको छोराहरू नि सबै हुनुहुन्छ अहिले छैनन् 6 भाइ छोरा जम्मा छैनन् कतिजना छैनन् अलि साह्रो भन्नु जेठो आछम्मै गएर हरायो हजुर माइन्डो त्यहीँ छ केराबारीमा हजुर मसितै हजुर कान्छो पनि त्यहीँ छ अरू गयो चर्न बाहिर कता कता यी चाहिँ के कुन भाइ यहाँ नवीन बाबा चाहिँ के भाइ कुन भाइ नवीन दादा नवीनको बाबा नवीनको बाबा हजुर कुन भाइ काइलो होइन काइलो हो काइलो हो कि साइलो हो कि कान्छो हो कि तपाईँ चाहिँ कोसँग बस्नुहुन्छ म के जहाँ पनि बस्छु होइन लामो बस्ने चाहिँ कुन चाहिँ घर हो कुन चाहिँ छोरासँग बस्नुहुन्छ अहिले प्राय म यतिबाट कान्छा कहाँ बसिरहेको छु कान्छाकोमा दिपक है कान्छाको नाम अनि छोरीहरू चाहिँ कहाँ छन् कहाँ बिहा भएको छ छोरीहरू त्यहीँ छ उल्लाबारीमा हजुर एउटी केराबारीमा छ एउटी ठुली भन्ने डिजिटलमा छ 3 महिने छोरी छन् कुन भाइ अरे उठी को कुन भाइ अरे नानी त त्यही त कुन भाइ हो तपाईँलाई थाहा छैन भने मलाई के थाहा मैले बिर्सिहालेँ नि कहाँ थाहा हुन्छ कान्छो कहाँ छ काइलो कहाँ छ अन्तरे कहाँ छ जन्तरे कहाँ छ कति भाइ छन् छोरा मेरा नचिनिकन कुन भाइ कुन छोरो छोरै त चिन्न छोडेको उभिएको अब त कति छन् कति नभए बिर्छु माथि केटाडी बुर्तीबाट अन्तरेको छोरो आएको रहेछ
अनि नानी कसको छोरो कसको नाति मरिगयो भनेन अन्खेर जान्नु छु 100 वर्ष कटेकी मान्छे अनि म जन्तरे भनेको होइन कान्छादेखि माथिको हो नि जन्तरे अन्तरेको अरे दिउँसो नि तपाईँ पारी घरमा बस्दा के गरेर बस्नुहुन्छ सिटी बस्छु सुत्नुहुन्छ को हुन्छ घरमा कोही न कोही हुन्छ नि बुहारी हुन्छ नि त कान्छी बुहारी कहिले मान्छे काट्न जान्छ कहिले स्कुल जान्छ नातिनी स्कुल जान्छ अनि उठेर एक्लै यसो बाहिर फेर घुम्न सक्नुहुन्छ गोठा जान्छु खोले पकाउँछु गाईको गोबर सोर्छु गाईलाई घाँस हाल्छु गर्छु नि अनि लडिँदैन होला नि बाटोमा हिँड्दा ओर्दा एउटा कामले जानुपर्छ यसो भुइँ टेक्छ समाउँछ लौरो टेक्छ अनि को छ त गर्ने मान्छे छैन त कान्छी बुहारी छिन् नि त कान्छा छोरा छन् लड्नुहुन्छ नि त खुट्टु टेक्दै हिँड्नुहुन्छ र हिँड्छु त एउटा मेरो नाम चन्द्रकुमारी माइती कहाँ हो माइती गाउँ भुइपा बसेरी बजार लाग्थ्यो कोसीधाम लाग्थ्यो तल रम्फूघाट त्यहाँदेखि बजार भर्न जान्थ्यौँ माथि के भन्छ ओखलढुङ्गा के गर्नुहुन्थ्यो बजारमा गएर चाहिँ रमितहरू के बेच्न लानुहुन्थ्यो साग सब्जीहरू केही पनि लाँदैनथ्यौँ ए त्यस्तै जान्थ्यौँ माघेश्वर किन्न जान्थ्यौँ के किनेर ल्याउनुहुन्थ्यो के ल्याउँथ्यौँ सिङ्गुडाहरू रस्तानाहरू पाउँथ्यो त्यति बेला पाइन्थ्यो त पाइन्थ्यो ए उहाँ त बजारमा त बनाउँथ्यो त नानी बनाउँथे रस्तानाहरू पनि बनाउँथे बनाउँथ्यो लड्डु बनाउँथे हामी खान्थ्यौँ कहाँ बनाउँथ्यो पैसा त लुटेर लान्थ्यो नि धेरै अनि हजुरबाबा चाहिँ कहिले बित्नु भएको कति भयो अनि हजुरबाबाको अनुहारहरू याद आउँछ अहिले तपाईँलाई कि आउँदैन यसो अनुहारहरू झलझलको आउँछ आउँदैन बिर्सेको अनुहार बिर्सिनु भयो नातिना पनातिना भइसके अझै तगडै हुनुहुन्छ तपाईँ हेर्नु त अनि म त जाँदिनँ त नानी सबै पठाइसकेँ त मैले त म त जाँदिनँ त भनेर 90 साल चैतकी मान्छे म कति भयो 102 वर्ष भएछ नि त चैतमा जन्मिनु भएको हो चैत जन्मिनु मेरो पहिला म केस काटिदिन्थेँ नि याद छ हजुरआमाको चिन्डे पारिदिन्थेँ नि म केस यहाँ पारी शिक्षामा याद छ अझै कालै रहेछ केस कतिवटा देखो त हजुरआमा केस हामीलाई नझुक्याउनु है लु हजुरआमा केस अझै कालै रहेछन् कृष्ण भूमि हेर्न आउनु न म त सबै छु नि कपालको केस पनि कालै छैन अझै नानी होइन हजुर तपाईँको जिन्समा के छ हौ छिन पारी अहिले कि छैनन् छैन माइत गएको छ किन गइछिन् माइत आमाको दुःख बोकेर गइसकेको ए अस्ति त्यही आउनु भएको रहेछ नि त नि सिच्चेमै तपाईँ पनि हुनुहुन्थ्यो त्यहीँ कहाँ हजुरआमा हजुरबाबा उता माइतबाट आउँदाखेरि नि कान्छी काकीको नि तुमिनबाट आमा बाबा आउँदा तपाईँ पारी हुनुहुन्थ्यो ती हुनुहुन्थ्यो के भयो अचानक भयो नि के छिटो छक्क पर्यो आज अर्को दिनमा हजुरआमा आफ्नो नातिको बिहाको कसार बाट्ने कार्यक्रममा सहभागी हुनुहुँदैछ हेर्दै जानुहोस् अगाडि भिडियोहरू छोराको भन्नु न छोराको बिच
हजुरआमा के रहेछ आज आज के रहेछ हौ के रहेछ कसको जन्ती जाने अरुणको तपाईँको चाहिँ नाति नि हो नि त अनि हजुरआमा के रहेछ हौ आज हजुर कुन चाहिँ नाति नाम हो नाम के रहेछ अरुण हो अरे अनि उता चाहिँ को रहेछन् उता अरुण कि को तपाईँको बुहारी नातिनी बुहारी खुसी लाग्यो आमा खुसी लाग्यो पुरा त्यही त सोधेको त कस्ती रहेछन् बुहारी आमा बाङ्की परे कि पुरै हो हामी सबैलाई मन परेको नि एकदमै